त्यसले चाहिँ तपाईँको त्यो अहिले मैले भने ढुसीजन्य रोगहरूलाई यसले रोकथाम गर्यो। अब अरू कुरो आयो झोलमल 3। झोलमल 3ले चाहिँ के काम गर्छ भन्दाखेरि हामीले फलफुलका बिरुवाहरू लगायौँ अनि तपाईँको जस्तै अब बाली नाली हामीले अब विभिन्न प्रकारका बाली नाली हुन्छ नि, जस्तै हामीले खाने तरकारीहरू लगायौँ, त्यसमा चाहिँ किराहरू धेरै किराहरू लाग्यो, फल चाहिँ झरिदियो, पातमा पनि किरा छ, फलमा पनि किरा छ, किरा नियन्त्रण गर्नु पऱ्यो। अब तपाईँ बिसारी बसल जानुभयो भने यदि किरा ल्याएको छ भने तपाईँलाई 5 थरीको औषध दिएर पठाइन्छ, उसलाई त व्यवहार गर्नु पऱ्यो। तपाईँले घरै भएको स्रोत साधनले प्रयोग गर्नु सक्नु। अब तपाईँको एक त तपाईँको त्यो बाहिरबाट किनेको औषधिले किरा त मऱ्यो छेडेको लागि, अब मैले खाने होइन, बजारमा बेच्ने त भन्दा बजारमा बेचियो। एक त औषधि हाल्दा हामीलाई जिउमा असर गरिसकेको छ, त्यो पछि देखिन्छ दीर्घकालीन रूपमा बुढेसकाल भएपछि बेडमा सुत्दाखेरि देखिन्छ। अर्को भनेको त्यो बजारमा उसले चाहिँ जसले किनेर खान्छ नि त्यो खाने मान्छे पनि देखियो हो। त्यही हुनाले हामी त्यतातिर नलागौँ, हामी सबैको स्वास्थ्यमा राम्रो गरौँ भन्ने हिसाबले हाम्रो चाहिँ फ्रुट फ्लाईलाई पनि हुन्छ त्यो यो फ्रुट फ्लाईलाई पनि त्यसले काम गर्छ। अनि अब हामीले अब चाहिँ हामी लाग्यो है 2 नम्बर। अब 3 नम्बरमा लाग्यो। 3 नम्बर भने किराहरू लागेन के गर्ने भन्ने कुरा। अब सबै प्रोसेस यही हो। अब यसमा चाहिँ 16 लिटर पानी, 16 लिटर पिसाब अनि गोबर नहाल्ने। अब गोबरको ठाउँमा के हाल्ने भन्दाखेरि अमिलो, तर्रो, पिरो हाम्रो वरिपरि भएका वनस्पतिहरू जस्तै अब तपाईँको तितेपाती भयो, बकाइरोको पात भयो, अनि हरियो खोर्सानी भयो, अदुवा भयो, अनि त्यसपछि निमको पात भयो, जस्तै अमिलो पिरो टर्रो हुन्छ नि त्यो चाहिँ, अनि क्याथुके भयो। अनि त्यसलाई चाहिँ मसिनो पारेर चाहिँ मसिनो पार्ने। अनि तपाईँको 17 केजी जति बनाउने अन्दाजमा। अनि 17 केजी जति बनाएर यसमा हाल्ने। त्यो 16 लिटर पानी भयो, अनि तपाईँको यो 1 लिटर भयो। अनि त्यसपछि पिसाब पनि 16 लिटर, अनि यो हाल्नु सक्खर हाल्नु। त्यो हालेपछि हामीले चाहिँ लगभग 21 दिन 22 दिनसम्म त्यसलाई यहाँ कुहाउँछौँ मजाले। अनि तपाईँको 3 दिनमा हामी चलाउँछौँ। अनि त्यसपछि अब त्यो ठ्याक्क 21 दिनमा प्रयोग गर्न मिल्ने भयो। त्यसलाई चाहिँ छान्ने, एउटा बाक्लो कपडामा छान्ने, झोल निचार्ने। अनि त्यसमा पनि तपाईँको अब अलिक धेरै किरा लाग्छ भने चाहिँ 2 लिटर झिक्ने, तपाईँको 5 लिटर बनाउने, कडा बनाउने। अब ठिकै लाग्छ भने 1 लिटर झिक्ने, अनि 5 देखि 6 लिटर पानी हाल्ने। त्यही तरिकाले स्प्रे गर्ने। अब तपाईँको देख्दाखेरि यो झन्झटिलो छ, यो कता ड्रम खोज्ने, कता गाईको पिसाब गर्ने, केही पाउँदैन, केही गरौँ भन्न त्यो लाग्नुहुन्छ भने त्यो पनि ठिकै छ। त्यो भने पनि अब ठिकै छ। पछि चाहिँ अलिकति होइन, अब तपाईँको स्रोत साधनै प्रयोग गर्नुहुन्छ भने यो तरिकाले आउनु सक्यो भने सबैलाई फाइदाजनक हुन्छ। अब हामी झोलमल बनाउन गइरहेको छौँ होइन, एक बनाउन गइरहेको छौँ। पहिला हामीले चाहिँ यसलाई 16 लिटर सम्झ्यौँ। 16 लिटर छैन तपाईँले सिकाएको, घरमा चाहिँ तपाईँले सिक्नुभयो। 16 लिटर पानी हाल्यो एउटा, हामीले 16 लिटर पानी हाल्यो है सम्झौँ। अब त्यसपछि हामीले इयम हाल्छौँ है। इयम हो, यो त पिसाबको गरेछ। इयम हाल्छौँ। यो तपाईँको पुरै 1 बोतल हाल्नुपर्छ। अब हामी यहाँ 16 लिटर बनाउँदैन, तपाईँलाई देखाउन हामीले आज जति हाल्यो है। यो इयम हाल्यो। त्यसपछि सक्खर आयो, बजारमा किन्न पाउँछ सक्खर। तपाईँको 1 किलो जति हाल्नु पऱ्यो ड्रममा। 50 लिटरको ड्रममा 1 किलो हाल्नु पऱ्यो। त्यसपछि हामीले अब पिसाब हाल्यो है, गाई भैँसीको। अब हुँदै भएन भने बाख्राको नि प्रयोग गर्छ। हुन्छ, मान्छेकै प्रयोग गरे नि भइहाल्यो नि। छैन त्यसै मान्छेकै प्रयोग हाल्नुपर्छ है। यो हामीले पानी पुरै हालेर नि तपाईँले सिकायो, 1 लिटर हाल्नुपर्छ। त्यसपछि गोबर हाल्नुपर्छ। यो 17 केजी हाल्नु पऱ्यो है। 16, 17। अब त्यो हामीले यसमा के हालिसक्यो भन्दाखेरि 16 लिटर पानी हाल्यो, अनि 16 लिटर पिसाब हाल्यो, अनि 17 केजी गोबर हाल्यो, 1 लिटर इयम हाल्यो, अनि 1 लिटर 1 केजी सक्खर हाल्यो है। अब त्यसपछि हामी सकभर यो चाहिँ निमको काठ प्रयोग गर्नु भने यो चाहिँ लट्ठी चाहिँ
हामी चाहिँ यहाँ निम चाहिँ छैन होइन निम भयो भने चाहिँ बिरुवा त्यसले गर्दाखेरि किरा बिरुवा निमको बिरुवा ज्यादा भए त हुन्थ्यो होला अब यो चाहिँ तपाईँको घडीको सुई जो कताको हुन्छ यता यसरी 15-20 चोटि यता घुमाउने क्लकवाइज एन्टी क्लकवाइज अनि यता उल्टो उल्टो मजाले घुमाउने दुवै भयो घोडाएर चाहिँ सखरले गर्दाखेरि गन्नु नि काट्छ नि त अब यो त्यसरी घुमाइसकेपछि अनि तपाईँको ठ्याक्क यसलाई चाहिँ यहाँ प्लास्टिक लगाउने अनि यो बिर्कोले मजाले ढकल लगाउने यो ढकल लगाउने ढकल लगाएपछि अनि तपाईँको ठ्याक्क घाम पर्ने ठाउँमा घाम र शीतल ठ्याक्क मिल्ने ठाउँमा त्यति जति गाडेर ठ्याक्क राख्ने अनि तपाईँको यो ठ्याक्क 3 दिनमा चाहिँ चलाउने है 3 दिनमा नत्र ग्यास फर्मेसन होला ग्यासले गर्दाखेरि यो पड्किन्छ 3 दिनमा चलाउने अनि प्रयोग गर्ने तरिका त्यही हो तपाईँको ठ्याक्क 20 देखि 21 दिनमा यो ठ्याक्क प्रयोग गर्नु मिल्छ त्यसरी तपाईँले बनाउनु हो भने यो तपाईँको 6-7 महिनासम्म प्रयोग गर्नु मिल्छ एकचोटि यो ट्राई गर्नु होला चेक गर्नु अब ठिक छ अब हामी यता ट्यागतिर लाग्छौँ है 1 वर्ष पुग्यो अब तपाईँहरूको जुन हामीले अस्ति बिरुवा दिएको थियौँ नि अब दिएको बिरुवामा कतिले रोपिसक्नु है कति रोप्ने बाँकी हुन्छ मर्छ भन्नु त छरछिमेकीले एउटा आँप दियो अर्को उदिएर दिनुभएको छ छैन तपाईँहरूलाई घाटा हुन्छ किनकि तपाईँले त्यो 15 रुपियाँ दिनुभयो होइन साँटासाँट गरेको छैन आफूले जो रोपेको थियो त्यही यहाँबाट आएको थियो ठिक छ अनि अब यो एप अहिले हामीले कतिलाई सिकाइसकेका छौँ अनि प्रायः जसोको सबैको मोबाइल एप डाउनलोड भइसकेको छ होइन अब मेन भनेको त्यो एपमा रुख लेखाएको छ ट्री राख्ने त त्यही हो त्यो इन्टरनेटमा चाहिँ 5 बजी पानी हाल्यो त्यो हाम्रो ग्रिन इन्टेलिजेन्ट एप खोलेपछि सुरुमा यस्तो आउँछ है जसको मोबाइलमा खाता बनिसकेको छ त्यसपछि यो रुखमा जाने सजिलो छ रुख देखाउँछ सकभर आफैले गर्ने तपाईँले आफै गर्नु भने 15 रुपियाँ पैसा आउँछ तपाईँले अब कसैबाट सहयोग लिनुभयो भने को बेला विषय सहयोग लिनु तपाईँले आधी मात्रै पाउनु सकभर आफै सिक्नु रुख दर्ता अब क्यामेरा खोल्छ क्यामेरा फोटो खिच्नु टिक लाउने यो ट्याग नम्बर हाल्ने अनि आउँछ है नमस्कार हजुर यो हाम्रो मल बनाउने गाईको अनि यो अनि अब यो सबैभन्दा बढी काम चाहिँ हामीले पाँचल नगरपालिका गरेका छौँ त्यही भएर चाहिँ हामी चाहिँ अरू संस्था जस्तो 1-2 वर्ष काम गरेर भाग्ने खालि होइन हामीले त्यहाँ 30 वर्ष त्यो जग्गामा लामिडाँडाको जग्गामा हामीले त्यहाँ धेरै बिरुवा रोपेका छौँ अनि तपाईँहरूलाई चाहिँ अब अर्को साल गरी हामी मर्या बिरुवा पनि तपाईँहरूलाई थप्छौँ र हाम्रो चाहिँ गुनासो के छ भने बिरुवा चाहिँ राम्रोसँग लगाइदिनु होला छापो लगाएर रोपिदिनु होला अब हामीले ट्याग दिइसकेपछि तपाईँको जुन मोडल लानुभयो त्यही मोडल चाहिँ पाइयो पहिले टिमुर लगाएर मर्या छ भने टिमुरे पाउनुहुन्छ के लगाएको छ त्यही पाइन्छ अब अर्को साल नयाँ हाम्रो यो संस्था चाहिँ 3 ठाउँमा छ एउटा नेदरल्यान्डमा छ एउटा अफ्रिकाको केन्यामा छ अर्को यहाँ नेपालमा छ नेपालमा पनि हामीले विभिन्न जिल्लामा काम गरिरहेको छौँ जस्तै काभ्रे जिल्ला हो जनकपुरमा छ अनि हाम्रो एउटा मेलुङ्गुता साइडमा पनि छ अनि हाम्रो धुलखेलमा मोडल फार्म छ त्यहाँ पनि हामी किसानहरूलाई विभिन्न तालिम गराउँछौँ त्यही भएर चाहिँ हाम्रो तपाईँहरूलाई गुनासो चाहिँ के छ भने अब एक त अब तपाईँ घरमा गएर यसो झोलमल गर्नु होला पछि हामी नगरपालिकासँग मिलेर तपाईँहरू ड्रम पनि दिने प्रोसेसमा छौँ अनि पछि चाहिँ अनि त्यही भएर यो गर्नु भयो तपाईँको पछि चाहिँ हामी हामीसँग विदेशहरू आउँदाखेरि तपाईँहरूको चाहिँ कसको कुन चाहिँ किसानलाई आएको छ
त्यो पनि हामी देखाउँछौँ त्यो कति कति भने खोल्नु मात्रै 21 22 हामीसँग एकजना फेरि विदेशीहरू आउँदै हुन्छ अलिक कसको राम्रो छ त्यसपछि हामी गएर भिजिट गर्न देखाउँछौँ ल आजको कार्यक्रम चाहिँ यति नै छ तपाईँले बुझ्नु पनि सक्यो कुरा बुझ्यो अब यो ट्याग चाहिँ हामी अर्कोचोटि आउँदाखेरि तपाईँलाई ट्याग दिन्छु है यो ट्याग गरेर सुनिश्चित गर्नु यो ऐनाको माइन्ड मिस